सञ्चालन गर्नको लागि जनप्रतिनिधित्वको आवश्यकता पर्दछ र जनप्रतिनिधित्वको उजागर अर्थात् त्यसको प्रतिबिम्ब चाहिँ कहाँबाट हुन्छ भन्दाखेरि लोकतान्त्रिक पद्धतिबाट हुन्छ र लोकतान्त्रिक पद्धतिको रक्त सञ्चार भनेकै निर्वाचनबाट। यसै सन्दर्भमा फागुन 21 गते सङ्घीय संसदको सदस्यको निर्वाचन मिति तोकिएको छ र त्यही अनुसारको निर्वाचन आयोगले कार्यक्रम प्रकाशित गरिसकेको छ। यसै सन्दर्भमा यो जिल्लामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्य सञ्चालन कसरी गर्छ भन्दाखेरि संविधान, निर्वाचन सम्बन्धी कानुन, निर्वाचन सम्बन्धी विभिन्न निर्देशिकाहरू, आचार संहिता र निर्वाचन आयोगले तत्काल गर्ने निर्णय परिपत्र त्यसको आधारमा कार्य सञ्चालन गर्ने गर्छ र यसै सन्दर्भमा सदैव निर्वाचनप्रति के अपेक्षा रहेको हुन्छ भने त्यो निर्वाचन चाहिँ स्वतन्त्र, स्वच्छ, विश्वसनीय साथसाथै भयरहित वातावरण सम्पन्न होस् भन्ने किसिमको यो हामीले चाहिँ विशेषण निर्वाचन सम्बन्धमा यो विशेषण चाहिँ सदैव जोडिएर आएको हुन्छ। अब यो निर्वाचन चाहिँ स्वतन्त्र, स्वच्छ, विश्वसनीय र भयरहित कसरी हुन्छ त भन्दाखेरि यहाँले पनि अघि प्रतिक्रिया व्यक्त गरिसक्नुभयो। निर्वाचन गराउने निकाय, निर्वाचनमा सहभागी हुने निकाय र आम मतदाता यो सबैको रोल, इभन नागरिक समाज र पर्यवेक्षकहरू अर्थात् यहाँको मतदाता नरहेको व्यक्ति पर्यवेक्षक समेत भूमिका रहन्छ। त्यसैले हामी सबैले यो विषयमा यी विषयमा चाहिँ प्रतिबद्ध रहेर कार्य गर्नुपर्ने हुन्छ र अगाडि बढ्नुपर्ने हुन्छ। यसै सन्दर्भमा यहाँ पूर्ववक्ताजीहरूले केही क्वेसनहरू उठाउनु भएको छ। त्यसमध्ये सबभन्दा बढी चाहिँ आचार संहिताको विषयमा यहाँ क्वेसन उठाउनु भएको छ। आचार संहिता सम्बन्धमा चाहिँ जिल्ला यो आचार संहिता कार्यान्वयन सम्बन्धमा चाहिँ यो मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा र श्रीमान प्रमुख जिल्ला अधिकारीज्यूको सहसंयोजकत्वमा सुरक्षा निकायका प्रमुखज्यूहरूको समेत सदस्यता रहने गरी समिति गठन भएको छ र त्यो समितिले आचार संहिता पालनाको अनुगमन गर्ने गर्छ। आचार संहिताको अनुगमन सम्बन्धमा चाहिँ दुईटा कुरा महत्त्वपूर्ण छ। एउटा चाहिँ निर्वाचन कसुर र सजाय सम्बन्धी ऐनको व्यवस्था छ। अर्को आचार संहिता 2082 आएको छ। यो दुईटै कानुन अथवा अरू पनि कानुनी व्यवस्थाहरू भनेको के हो भने यो साधन मात्रै हो, यो साध्य होइन। यो साधन भनेको के भने औजार, अर्थात् आचार संहितालाई पालन गराउने स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित वातावरण बनाउनको लागि त्यो एउटा के हो साधन, हतियार मात्रै हो। हतियार भनेको राम्रो कामको लागि प्रयोग गर्दाखेरि के हुन्छ त्यसले राम्रै प्रतिफल दिन्छ र नराम्रो काम गर्दाखेरि त्यसले के गर्छ दण्डित गर्छ अथवा नराम्रो परिणाम ल्याउँछ। त्यसैले हामीले सकेसम्म यसलाई नराम्रो परिणाम ल्याउने गरी प्रयोग गर्ने होइन कि सकारात्मक परिणाम आउने गरी चाहिँ यसको पालना गर्नुपर्ने हुन्छ। यसको साथै अब यसमा जनशक्ति व्यवस्थापन सम्बन्धमा पनि क्वेसन हाम्रो पालिका प्रमुखज्यूहरूले क्वेसन उठाउनु भएको छ। जनशक्ति व्यवस्थापन सम्बन्धमा पनि हाम्रो निर्वाचन जनशक्ति व्यवस्थापन समिति श्रीमान प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमा हुन्छ। त्यसमा विभिन्न बैठक बसेर सम्बद्ध सरकार निकायहरूसँग छलफल गरेर त्यही अनुसार हामी अगाडि बढ्छौँ। अनि अर्को कुरा निर्वाचनप्रति शङ्का व्यक्त गर्नु भएको छ यहाँले। निश्चय नै कुनै पनि काम नभएसम्म शङ्का रहनु त्यो स्वाभाविक कुरा हो। तर निर्वाचन आयोगले कार्यक्रम प्रकाशित गरेर यत्रो राज्यको यत्रो स्रोत साधनको चाहिँ लगानी गरिसकेको अवस्थामा चाहिँ हामीले त्यसलाई त्यति धेरै शङ्का गरिरहनु पर्ने अवस्था छैन। त्यसैले अर्को कार्यक्रम अथवा चाहिँ माथिबाट केही निर्णय भएर नआएसम्म चाहिँ हामी यसमा हुन्छ भन्ने नै विश्वास राखौँ, यो अनुरोध गर्न चाहन्छु।
त्यसै गरी आचार संहिता पालना सम्बन्धमा यहाँ सबैले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसबाट चाहिँ म मुख्य निर्वाचन अधिकृतको हैसियतले आधा काम त मेरो सकियो भन्ने मैले विश्वास लिएको छु। किनभने यहाँ सबैजना दलको प्रतिनिधिहरूले आचार संहिता हामीले पालना गर्छौँ, पालना गर्ने प्रतिबद्धता व्यक्त गर्छौँ, अरूले पनि पालना गर्नु भनेर आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो प्रतिबद्धतालाई यहाँहरूले कुनै फोरममा गएर यो फोरममा आएर चाहिँ मैले प्रतिबद्धता व्यक्त गरेको छु भन्ने हिसाबले नै लिइदिनु होला। यति भएपछि मैले यति अनुरोध गर्न चाहन्छु। र अर्को कुरा यहाँ चाहिँ फेक भोटिङको कुराहरू लगायत पनि कुरा उठेको थियो। यो फेक भोटिङ भनेको कुरा के हुन्छ भने हजुरको यो आचार संहितासँग जोडिएको कुरा। यो यहाँहरू मार्फत अथवा यहाँहरू जस्तै कोहीबाट अभिप्रेरित भएर नै यो हुने हो। यहाँहरू यहाँहरूले उम्मेदवार उठाउनुहुन्छ, भोटिङ भएपछि चाहिँ प्रतिफल प्राप्त गर्ने यहाँहरूकै उम्मेदवारले प्रतिफल प्राप्त गर्ने हुन्छ। त्यस कारणले यो सम्बन्धमा आचार संहिता पालना भएपछि यो समस्या आउँछ जस्तो मलाई लाग्दैन। आचार संहिता सम्बन्धमा अर्को विषय पनि यो अहिले तत्कालको यो सामाजिक सञ्जाल सम्बन्धी चुनौती, यो आधुनिक प्रविधिको यो चुनौती हो। यो सम्बन्धमा चाहिँ अब हाम्रो जिल्ला स्थित निकायबाट जति स्रोत साधन अथवा क्षमता हुन्छ त्यो अनुसारको हामीले हेरिहाल्छौँ। हामीले हेर्न नसक्ने अर्थात् हाम्रो पहुँचभन्दा बाहिर यो आधुनिक प्रविधिलाई चाहिँ हामीले कतिपय अवस्थामा चाहिँ क्याच गर्न सक्दैनौँ। यो विषयमा चाहिँ निर्वाचन आयोगले एउटा छुट्टै समिति गठन गरेको छ। यहाँहरूबाट चाहिँ त्यो विषयमा कुनै जानकारी प्राप्त भयो भने निर्वाचन कार्यालयले यो मुख्य निर्वाचन अधिकृतको कार्यालयले चाहिँ माथि फरवार्ड गर्छ र यसको समाधान पनि हुन्छ। यसमा चाहिँ म यो यति विश्वास दिलाउन चाहन्छु। त्यसको साथसाथै अब सुरक्षा चुनौतीको विषयमा सबभन्दा ठुलो कुरा उठाउनु भएको छ, चासो राख्नु भएको छ। यो स्वाभाविक हो, मान्छेको जीव ज्यान भन्दा ठुलो कुरा केही पनि हुँदैन। तर यस सम्बन्धमा पनि जिल्ला निर्वाचन सुरक्षा समितिको हाम्रो प्रमुख जिल्ला अधिकारीज्यूको संयोजकत्वमै गठन भएको छ, हुन्छ र गठन भइसकेको छ। सुरक्षा योजना पनि पारित भएर कार्यान्वयनमा आइसकेको छ। यसमा चाहिँ थप अब हाम्रो प्रमुख जिल्ला अधिकारीज्यूबाट पनि हुने नै छ। यति भन्दै अनि अर्को कुरा यहाँले एउटा बडा राम्रो भनाइ आएको छ, खेल चाहिँ हामी अनुशासित भएर खेलौँ भन्ने एकजना हाम्रो नेकपा एमालेको प्रतिनिधिज्यूले अध्यक्षज्यूले भन्नुभएको थियो। एकदम निश्चय खेल सुरु भइसकेपछि खेलको नियम पनि परिवर्तन गर्न मिल्दैन र खेलको नियम निर्धारण गरेर खेलिसकेपछि त्यो नियमलाई पालन पनि गर्नुपर्छ। त्यसैले अब खेल चाहिँ सबैले अनुशासित भएर खेल्नु हुनेछ। यसले निर्वाचनलाई त्यति त्यो शब्द प्रयोग नगराउँदै पनि यहाँ प्रसङ्ग उठेको विषय कारणले मैले भने चाहिँ सबैले अनुशासित भएर आफ्नो हिसाबले चाहिँ अगाडि बढ्नुभयो भने यो आगामी निर्वाचन सफल हुनेछ। यति भन्दै म मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुन गएको केही कुराहरूमा अरू थप केही कुरा विषय राख्न चाहन्छु। यहाँले अब निर्वाचन कार्यक्रम अनुसार भोलि पर्सि 6 गते नै मनोनयन दर्ताको प्रक्रिया सुरु हुन्छ। निर्वाचन कार्यक्रम सम्बन्धी सूचना चाहिँ निर्वाचन कार्यालयको अगाडि सूचना पार्टीमा चाहिँ टाँस भइसकेको छ, यहाँले त्यो हेर्न सक्नुहुन्छ। र मनोनयन दर्तादेखि उम्मेदवारको मनोनयन दर्तादेखि भोलि मनोनयन जाँचबुझ प्रक्रिया, मनोनयन दर्ता भइसकेपछि उम्मेदवारप्रति केही उजुरी छ भने त्यो उजुरीको प्रक्रिया, यो सबै प्रक्रिया चाहिँ निर्वाचन आयोगले कार्यक्रम अनुसार नै सञ्चालन गर्नुपर्ने हुन्छ। यहाँहरूले चाहिँ त्यसको लागि समयमा नै तोकिएको समय अवधिमा नै आएर भएर निर्वाचन कार्यालय
त्यो मुख्य निर्वाचन अधिकृतका कार्यालयले उपलब्ध गराउने फर्महरू अथवा चाहिँ मनोनयन दर्ताका कागजातहरू चाहिँ राम्रोसँग लिएर त्यो राम्रोसँग भरेर प्रस्तुत गर्नुभयो भने हामीलाई पनि काममा सहज हुनेछ। यहाँले आगामी त्यो फागुन 21 गते सम्पन्न हुन गइरहेको निर्वाचन कार्यक्रममा आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राख्दै मेरो